एउटा बेकुब मन्त्री त्यही भन्दै अहिले भागेर हिँडेको छ चुनाव गराउन हिँडेको। गरी खान दौ भएर मागी खान हिँड्ने मान्छेहरूको तरिका हो यो। गरी खान गाह्रो भएपछि मागी खान धेरै सजिलो छ। ल नेपालभरिका संसारभरिका दाजुभाइ दिदीबहिनीहरू सुन्नुहोस्, महावीर पुनको अनुरोध सुन्नुहोस्। अब रामकुमारी झाँक्री सानो बहिनीले चाहिँ अब उनले चाहिँ मेरो बारेमा केही भनेकी थिइन्। अब उनलाई धेरै गाली नगर्नु, बिचरालाई चाहिँ फेरि चाहिँ अब तनाव होला। उनलाई चाहिँ माफ गर्नु, केही नभन्नु उनलाई। उनी जानिनन् त, अब भनिन्। अब बोल्नुपर्ने कुरा के हो कसो हो भन्ने कुरा नजानेपछि बोलिन्, जानिनन्। त्यसैले उनलाई चाहिँ कसैले गाली नगर्नु होला बिचरालाई।